हेलो साथीहरू नमस्कार। आज म एउटा कुरा साझा गर्न गइरहेको छु होइन। मैले अघि भर्खर यसो सोसल मिडिया स्क्रोल गर्दै जाँदा मैले एउटा भिडियो भेटेँ होइन, जसमा हाम्रो दुर्गा बस्याल सरले मिडिया सामु आएर जनता अगाडि भन्दैछन्, तिमीहरूले आन्दोलन हेरेकै छैनौ रे। अब चाहिँ काठमाडौँ भ्यालीमा 5 लाख जनता आउने रे, बाहिरबाट आउने रे। बाहिरबाट कहाँबाट आउने हो सर? इन्डियाबाट आउने हो, चाइनाबाट आउने हो, होइन भुटान तिब्बत जापानबाट आउने हो, कहाँबाट आउने हो सर? होइन, तपाईँहरूले यो देशको लागि राम्रो गर्न खोज्नु भएको कि जनता र हाम्रो देशको जनतालाई सर्वसाधारणलाई धम्काउन खोज्नु भएको? होइन, तपाईँको बारेमा त्यत्रो सुन्दै आए, तपाईँको बारेमा कति राम्रो कुराहरू पनि छन्, कति राम्रो तपाईँले भनेको कुराहरू पनि कति राम्रो लाग्छ। त पछि खोतल्दै जाँदा सर तपाईँको बारेमा थुप्रै कुरा सुनियो होइन सर, त्यहाँमध्ये कतिपय कुरा नराम्रो लाग्यो हामीलाई। मलाई लाग्छ, मलाई पर्सनली, म मात्र होइन देशको जनताहरूलाई पनि कतिलाई नराम्रो लागेको होला। तपाईँले पहिला के कुरा चल्दाखेरि अब उठ्यो कुरा होइन, अब देशमा राजा आउन सक्दैनन् भन्नुभयो, घरि राजा आउँछन् भन्नुहुन्छ, घरि राजालाई ल्याउँछौँ भन्नुहुन्छ, घरि हिन्दू राष्ट्र बनाउँछु भन्नुहुन्छ, घरि ब्याङ्कको ऋण माफ गराइदिन्छु भन्नुहुन्छ होइन। अनि तपाईँको बारेमा फेरि सोसियल मिडियामा पर्याप्त तमाम खबर न्युजहरू छ। तपाईँले ब्याङ्कबाट अर्बौँको सम्पत्ति ऋण लिएर अर्बौँको सम्पत्ति बनाउनु भएको छ होइन, लोन छ, अर्बौँको लोन छ। अनि यसो बुझ्दै जाँदा सर, तपाईँले आफूले चाहिँ राष्ट्रको सम्पत्ति लिएर अनि नफर्काउने, ब्याङ्कहरूबाट लोन लिएको नतिर्दै अनि अरूलाई यस्तो कुराहरूमा बल्झाउँदै हिँड्नुहुन्छ होइन। तपाईँहरूको म ऋण माफ गराइदिन्छु, येन तेन यताउति दुनियाँ होइन। देशलाई कता लगिराख्नु पर्छ सर तपाईँ? यार, हामी त 35-40 वर्षको पुग्यौँ होइन। हामीले जे अब झेल्न छ झेल्यौँ, विदेश गयौँ, यताउता गरेर मन मेजोरी म यताउता गरेर होइन, मेहनत मजदुरी गरेर बाँचिरहेछौँ सर होइन। कम्तीमा आउने पिँढीलाई त अन्धकारमा नलगिदिनु न सर। तपाईँले यो देश कता लगिराख्नुपर्छ? तपाईँले यो देशमा के गराउन खोज्नुपर्छ? एक त नेपाली जनता यसै पीडित उसै पीडित होइन। त्यत्रो हाम्रो देशका नेताहरू, ठग नेताहरूले देश बर्बाद गरेकै छन् होइन। त्यही माथि तपाईँ जस्तो एउटा समझदार मान्छेले यस्तो हावा कुरा गरेर के काम हुन्छ? यसले के अर्थ के हुन्छ? म बुझ्नै सकेको छैन सर। होइन सर, कुनै यस्तो क्रियाकलापहरू गर्नुहोस् जसले देशको भलो होस्। तपाईँले ल ठिक छ, आन्दोलनको नाममा तपाईँले जनतालाई रोडमा ल्याउनुहुन्छ होइन, आउलन पनि नआउने होइन। यो देशमा हाम्रो यस्तै हो होइन। कोही राम्रो भन्नेको पछाडि मान्छे कम, नराम्रो भन्नेको पछाडि पनि धेरै जान्छन् होइन, बढी जान्छन्। तपाईँले तपाईँले कतिलाई चित्त बुझाउन सक्नुभयो होला, आउलन, त्यो कुरा हामीले बुझ्छौँ होइन। तर सर, यसले गर्दा फाइदा हुने के हो? तपाईँले आन्दोलन गर्ने हो, फाइदा के हुने हो देशले, त्यो पनि भनिदिनु पर्यो होइन सर। नत्र भने भर्खर हाम्रो देशले त्यत्रो समस्या खेपेको छ। हाम्रो युवाहरू, कैयौँ युवाहरू मारियो, हाम्रो नेपालगञ्जको युवा मारियो बिचारा जेनजी आन्दोलनमा। तमाम पुलिसकर्मीहरू घाइते भए, तमाम देशको धरोहर सम्पत्तिहरू नष्ट पारियो। अब चाहिँ यो आन्दोलन के को लागि हो सर? होइन, हरेक कुराको यो समस्याको समाधान के आन्दोलन मात्रै हो र हाम्रो देशमा? बुझ्नै गाह्रो भइसकेको छ यार। हामी गरिब जनता गरी खान छ यार। हामीले एक दिन काम गरेन भने साँझ खाना हुँदैन मान्छे। हामी जस्ता कति छन् मान्छे यार? दिनकै कति त यस्तो छन्, दिनको कमाउँछन्, दिनको खान्छन्। अनि तपाईँहरूको आन्दोलनले गर्दा तिनीहरूलाई कति समस्या हुन्छ, तिनीहरूको बालबच्चा कसरी स्कुल पढ्ने, कसरी खाने, साँझ खानाको व्यवस्था कसरी हुन्छ त? यो विषयमा पनि तपाईँहरूले बुझिदिनु पर्यो सर। यो जति बेला पनि आन्दोलन 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 नगरिदिने यो देशमा यार, देश हाम्रो बहुत समस्यामा छ, देशको जनता समस्यामा छ। तपाईँहरूले बुझिदिनु पर्यो। बाँच्न दिनुहोस् नेपालको जनतालाई, हामीलाई बाँच्न दिनुहोस्। यही हात जोडेर बिन्ती छ हजुरहरूसँग, देश नडुबाइदिनु प्लिज। र तपाईँ जनताहरूमा पनि अनुरोध छ सर, तपाईँहरूले पनि, हाम्रो देशको जनताले पनि बुझिदिनु पर्यो।
यस्ता समस्या यो फाल्तु कुराहरूको पछाडि लाग्ने होइन। हामी गरिब जनता नगरी हामीलाई खाना हुँदैन। हामी मेहनत गर्नै पर्छ, हामी खाडी जानै पर्छ, हामी खेतमा हलो चलाउनै पर्छ। यो फाल्तु कुराहरूको पछाडि लागेर कसै नेताको पछाडि लागेर होइन कुनै एक्टिभिस्टको पछाडि लागेर यो गरिदिन्छु त्यो गरिदिन्छु र तपाईँको भलो होला भने नचिताउँदा हुन्छ के। हामी मेहनत गरेरै खानुपर्छ। त्यही भएर जायज कुरामा साथ दिनु, नाजायज कुरामा साथ नदिनु के। सबैसँग अनुरोध छ होइन। प्लिज साथीहरू, यो जसले यो कुरामा चित्त बुझ्छ भने प्लिज सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है सर। यो सबैले सेयर गरेर पुर्याइदिनु देशको जनताले। देशको जनता धेरै पीडित भइसकेको छ, धेरै पीडामा छ। त्यत्रो सम्पत्ति जलाइयो, कर कार्यालयहरू जलाइयो, नगरपालिकाको भवन जलाइयो। अब हामीलाई कुनै काम पर्दा हामी वहाँ जाँदा कामै हुँदैन। अब यसको जिम्मेवार को? कतिपय हाम्रा युवाहरू विदेश जानलाई तयार थिए। आज तिनीहरूलाई कम समस्या छ। पैसा चाहिँ यताउता एजेन्टले खाइसकेको छ, पैसा बुझाइसकेका छन्, पैसा माग्दा पैसा दिँदैनन्। त्यही भएर सरहरू तपाईँहरूले बुझिदिनु पर्यो कि यो आन्दोलन गरेर देशलाई अन्धकारमा नलगिदिनुहोस् प्लिज। र साथीहरू प्लिज सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है सर। धन्यवाद।